यो नयाँ जोकीले बढी नै खरानी घस्छ भन्छन् नि, त्यस्तै क्या होइन। गृहमन्त्री सुदन गुरुङले अहिले सुरु गरेको यो टिन्टवाला स्क्रिन विन्डो हटाउने, यो देख्दाखेरि यस्तो कमेडी लाग्छ। पहिला पहिला वामदेव गृहमन्त्री हुँदाखेरि चाहिँ वामदेवले कपाल काट्ने कार्यक्रम गरेको थियो क्या। अलिकति लामो कपाल भयो भने बाटाँसमा मात्र काटिदिइहाल्ने। अनि अहिले यो नयाँ आकाहरूको यस्तो यो चटक देख्दाखेरि यस्तो लाग्छ कि नेपालको अहिलेको म्याक्सिमम टेम्परेचर यो वर्ष मात्रै हेर्ने हो भने हुँदो रहेछ 32 डिग्री सेल्सियस। टिन्ट भएको विन्डो राख्दाखेरि यति सेफ्टी छ कि त्यो गाडीभित्रको टेम्परेचर हुनसक्छ 80 डिग्री सेल्सियससम्म। टिन्टले युभी लाइटलाई 90% घटाउँछन्, टेम्परेचरलाई 20 देखि 70% घटाउँछ होइन। यो त्यो टिन्ट विन्डो हुँदाखेरि र टिन्ट नहुँदाखेरि टेम्परेचर बढेर 70 देखि 80% टेम्परेचर बढ्न सक्छ होइन। भनेपछि अब त्यो कत्रो सेफ्टी ह्याजर्ड हो। फेरि गृहमन्त्री आफैले पनि पहिला लगाएको छ, उसलाई पनि के थाहा छ भन्दाखेरि यो चाहिँ पहिला निड थियो, अब सरकारमा गृहमन्त्री सुदन गुरुङ भएपछि अब निड नभएको हो त कि कस्तो हो त यो। नेपालको चाहिँ हरेकचोटि नयाँ जोगी आएपछि एउटा एउटा जनताले दुःख पाइरहनु पर्ने, आफ्नो प्रपर्टिज ड्यामेज गरिरहनु पर्ने। जब कि प्राइभेट भेहिकलको निर्देशिकामा पनि हेर्ने हो भनेदेखि निर्देशिकामा पनि फेरि 66% चाहिँ लिगल रहेछ भनेको। नयाँ गृहमन्त्री आएपछि, नयाँ सरकार आएपछि प्राइभेट प्रपर्टीमा एट्याक गरिरहने, पहिला बालेनले चाहिँ गभर्मेन्ट चलाइरहँदाखेरि चाहिँ बाटामा भएको व्यवसायको चाहिँ प्रपर्टी उठाएर फालिदिए जस्तो हरेकचोटि नयाँ गभर्मेन्ट आएपछि आफ्नो प्रपर्टीको चाहिँ नागरिकले सेफ्टी चाहिँ को लागि चाहिँ झन् भिख माग्नुपर्ने, गभर्मेन्टले चाहिँ नागरिकको सेफ्टीको लागि चाहिँ बढी काम गर्नुपर्ने होइन। भनेको एउटा 32 डिग्री सेल्सियसको टेम्परेचर गाडीभित्र बढेर 1 घन्टा मात्र राख्ने हो भने 80 डिग्री सेल्सियससम्म पुग्दो रहेछ। दिनभरि राख्दा कत्रो होला होइन, कति होला। अनि त्यहाँभित्र चाहिँ कुनै मान्छे बस्नु पऱ्यो भने कस्तो होला भनेको 70-80 डिग्री सेल्सियसमा गाडी 1 घन्टा 2 घन्टा कसरी कुर्नु पऱ्यो भने कसरी कुर्ने होला होइन। अनि यो कुन चाहिँ एनालाइसिसले चाहिँ अथवा के आधारमा चाहिँ हटाएको होला, अनि लाइक कानुनी आधार के पनि नै छैन। त्यसै सुदन गुरुङलाई चाहिँ मुड चल्यो, उसलाई हिरो बन्न मन लाग्यो। सो जनताको प्रपर्टीमा पब्लिक प्रपर्टी चाहिँ अब आफ्नो पनि हटाउने, अब हिरो बन्न परेपछि त सुरुवात आफैबाट गर्नु पऱ्यो, आफ्नो पनि हटाउने अनि अरू सबैको पनि हटाउने रहेछ कि कस्तो खाले रहेछ यो। नेपालको चाहिँ पब्लिक सरकारले जनताको चाहिँ प्रपर्टीलाई कसरी चाहिँ रक्षा गर्ने रहेछ, कसरी चाहिँ यो कुन आधारमा चाहिँ कुन चाहिँ साइन्टिफिक मेथडमा चाहिँ यो टिन्ट किन बनाएको रहेछ, किन हटाउनु परेको रहेछ, कुनै एक्सप्लेनेसन तपाईँहरूसँग छ भने यसो कमेन्ट गर्नुहोस् न है। यदि तपाईँहरूलाई पनि कुनै ट्राफिक प्रहरीले चाहिँ यो हटा टिन्ट हटा भनेर भन्छ भने यो साना सवारी निर्देशिका भन्ने छ, त्यसको लिङ्क म राखिदिन्छु। त्यो देखाएर एउटा भिडियो बनाउनुहोस् र त्यसपछि सोसियल मिडियामा पनि पोस्ट गर्नुहोस्। कुनै पनि हिसाबले कुनै एउटा लिडर नयाँ आउँछ र उसको मुड चल्छ भन्दैमा जनताले दुःख पाउनु हुँदैन होइन। गृहमन्त्री सुदन गुरुङ आफैले चाहिँ युज गरेको कुरा, हिजोको दिनमा उसैलाई सजिलो बनाएको कुरा कुनै लजिक छैन। तर नयाँ नयाँ मान्छे आइरहँदाखेरि जनताले दुःख पाइरहनु हुँदैन। र म भन्छु जतिजनाले पनि मेरो भिडियो देख्नुहुन्छ आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोस्। र यो चाहिँ एकदमै इलिगल कुरा हो, कुनै पनि एङ्गलबाट सेफ्टीको हिसाबले पनि कहीँ सेफ हुने कुरा होइन होइन। एउटा लिमिट हुन्छ होला नि त होइन। 100% पुरै कालो बनाएर हिँड्ने भयो भने छुट्टै कुरा होइन भने 60% भन्दा तपाईँको कम छ भने टिन्ट तपाईँले चाहिँ आफ्नो एउटा भिडियो बनाउनुहोस्। मेरो 60% भन्दा कम छ, तपाईँले हटाउन पाउनुहुन्न भन्नुहोस्। निर्देशिकाको लिङ्क राखिदिन्छु म, तपाईँको कमेन्टमा पनि राखिदिन्छु र यो भिडियोको क्याप्सनमा पनि राखिदिन्छु। त्यो देखाउनुहोस् ट्राफिक प्रहरीलाई, तपाईँहरूले गलत गरिरहनु भएको छ भनेर देखाउनुहोस् र भिडियो पनि बनाउनुहोस् होइन। यसरी चाहिँ हामीले अवेरनेस पनि जनाउन सकिन्छ। हाम्रो नेपालमा अब सिधै कोर्टमा जान मिल्दैन। यसरी चाहिँ कि कुनै ट्राफिक प्रहरीले चाहिँ तपाईँको प्रपर्टी ड्यामेज गरिदियो भनेर कोर्टमा जाने नियम छ या छैन मलाई थाहा छैन, तर हामीले पब्लिक अवेरनेस क्रिएट गर्न सकिन्छ। सो म चाहिँ एउटा लिङ्क राखिदिन्छु, त्यो देखाउनुहोस् र भन्नुहोस् कि म लिगल्ली मेरो प्रपर्टी तपाईँले मैले लिगल्ली काम गरेको छु र मेरो प्रपर्टी तपाईँले ड्यामेज गर्न पाउनुहुन्न भनेर भन्नुहोस्।